97 त्यस्तै समथिङ छ राउन्ड अपमा 27 है अब त्यहाँबाट यताको चाहिँ म अलिकति जानकारी दिन्छु है टनलबाट यताको From Melamsi. Yes, ma'am. सोधा हो मैले टनलको मुख म यसरी देखाइदिन्छु सर हजुरले एक्सप्लेन गर्नु यो उनीहरूले देखेन गेट नम्बर 30 28 यहाँ चाहिँ गेट नम्बर 30 छ है अनि यसमा चाहिँ एउटा 1600 mm को पाइप चाहिँ माथिबाट ल्याएको छ है ट्रिटमेन्ट प्लान्टतिर है त्यो चाहिँ WTP तिर आएको छ अगाडिको बस देऊ न अब सुन्नुभयो अनि यसको तल वास आउट प्लस गर्ने टनल प्लस गर्ने एउटा 1000 mm को पाइप चाहिँ हाम्रो उता यो बागमती खोलातिर लगेको छ है यसरी त्यो उतैबाट गएको छ टनलबाट जोइन गरेको छ अनिखेरि के छ भन्दाखेरि यो तपाईँको यो 1600 mm को पाइपमा पानी यो टनलसम्म मात्र आएको छ है त्यहाँपछि यो रिड्युस भएर 1400 मा झरेछ है त्यही त्यो जस तानेर हजुर 1400 mm मा झरेछ है अनि यहाँनिर एउटा बटरफ्लाई भल छ यहाँ अर्को पेजको लागि यहाँ टी पनि राखेको छ है अर्को पेजको लागि टी पनि राखेको छ यस्तै गरी मिलाएको छ है यो चाहिँ हामीले WTP भन्छ 2 भन्छौँ कि 1 नै भयो हैन यो वान अर्को सेकेन्ड पेज उहाँहरूलाई एकचोटि त्यसको ब्रिफिङ गरिदिनु न हाम्रो चाहिँ प्लानिङ दुईटा फेजमा छ भनेर यस्तो अहिले चाहिँ हाम्रो कति छ भने हाम्रो 17 करोड लिटरको लागि भनेर यो ट्रिटमेन्ट प्लान्ट बनेको छ है पछि चाहिँ हाम्रो 34 करोड लिटरको लागि चाहिँ हाम्रो एङ्ग्रे र लार्के दुईवटा खोलालाई यही टनलमा मिसाएर यहाँ नयाँ अहिले टेन्डर पनि भइसकेको छ होइन नयाँ 34 करोड लिटर चाहिँ प्रशोधन गर्ने क्षमता टेन्डर भइसक्यो कसले पास छ टेन्डर यो भाटेक भन्ने कम्पनी यो जसले बनाएको यो जसले बनाएको त्यसैले पनि पाएको अर्को ट्रिटमेन्ट प्लान्ट पनि सेम क्यापासिटीको प्यारलली कन्स्ट्रक्ट हुँदैछ तर जुन इन्टेकबाट यहाँसम्म आउँछ नि त्यो चाहिँ सेम टनल हुन्छ टनलमा केही चेन्ज हुँदैन यो पाइपमा पनि चेन्ज हुँदैन मात्र यो अब हामीलाई अलरेडी यो पाइपहरू पनि भइसकेको छ होइन ट्रिटमेन्ट प्लान्ट बनेर उतापट्टि एङ्ग्रे र लार्के भन्नेमा 12 किलोमिटर 8 देखि 12 किलोमिटर चाहिँ सुरुङ फेरि खनेर चाहिन्छ अर्को दुईवटा खोलाहरूलाई चाहिन्छ 12 किलोमिटर सुरुङ खनेर अनि त्यसपछि यो अहिले भइरहेको सुरुङलाई पनि तपाईँलाई थाहा छ कि छैन 1-2 वर्ष अगाडि माथि त्यो पहाडै खसेर सबै हाम्रो त्यो इन्टेकको संरचना सबै बगाएको थियो नि सुन्नुभएको थियो हो अब त्यो ठाउँमा चाहिँ फेरि इन्टेक बनाउन सकिँदैन त्यो चाहिँ अब नहुने भएर फेरि यो सुरुङलाई 500 मिटर माथिसम्म खनेर होइन त्यहाँ फेरि इन्टेक बनाएर आङ्ग्रे र लार्केको डिपिआर पनि चेन्ज गरेर त्यहाँ ल्याएर मिसाएर चाहिँ ल्याउने चाहिँ अहिले नयाँ योजना बनाएको छ होइन अनि त्यो अहिलेको लागि चाहिँ त्यो इन्टेकको लागि पनि ठेक्का भइसकेको छ 4 अर्ब रुपियाँको होइन त्यसको पनि डिपिआर सबै बनिसकेको छ अब काम चाहिँ कहिलेदेखि हुन्छ अब यही वर्षदेखि हुन्छ नेक्स्ट मेरो खोला चाहिँ त्यसो भए उससँगै मेलम्चीको सोर्ससँगै मिट गराएर अनि त्यो टनल 500 एक्सटेन्ड गरेर होइन अहिले जुन पहिला हाम्रो मुहान बनाएको थियो त्यो संरचना बगाइसक्यो 80% काम भइसक्यो थियो त्यसमा त्यो लग्यो होइन त्यो लगेपछि त्यहाँ फेरि त्यो संरचना बनाउन सकिँदैन त्यो सबै बिग्रिएको छ होइन अनि त्यसलाई चाहिँ अब त्यो बर्खामा नि पानी त ल्याउनु पऱ्यो बर्खामा पानी ल्याउनलाई त्योभन्दा माथि 500 मिटर माथि फेरि त्यो पहिलाको इन्टेकलाई छोडेर फेरि सुरुङ 500 मिटर माथि लगेर इन्टेक बनाउने इन्टेक बनाएपछि त्यही इन्टेकमा चाहिँ एङ्ग्रे र लार्केबाट आउने सुरुङ हुन्छ नि त्यसलाई पनि त्यहीँ जोइन गर्ने गरी चाहिँ यो काम मैले अगाडि बढिरहेको छ होइन अब सरसरी काम भयो भने 10 वर्ष जतिमा चाहिँ त्यो 10 वर्ष 8 वर्ष त योजनाको हुने छ होइन टाइमै छ लगभग 10 वर्षमा चाहिँ आउँछ कि भन्ने हामीलाई आफूलाई आएको यो पनि तपाईँहरूको 30 वर्ष लाग्यो यो योजना पुऱ्याउन अनि अहिले इन्टेक स्ट्रक्चर ड्यामेज छ भने छैन भने हामी यतिकै खोलाबाट बगाएर अहिले त तपाईँको यो खोला भयो होइन यसरी बगेको खोला यहाँनिर चाहिँ ढुङ्गाहरू राखेर यता टनल छ यो होइन टनलको मुख छ यहाँ स्याउले बाँध गरेर ल्याइरहेको छ यसरी
खोला अहिले केही पनि गरेको छैन, यसै गरी खोलाबाट सिधै पानी गएको अब यो 1600 mm को पाइप आउँछ होइन, यो टनलसम्म के अरे यो जस्ताको उसम्म, त्यहाँ पछि एउटा गेट बल्छ यहाँ, यसले चाहिँ बटरफ्लाई भल्भ छ होइन। यसले चाहिँ के गर्छ भनेदेखि जस्तो हामीलाई यो 1.2 kg को प्रेसर चाहिँ जहिले पनि टनललाई प्रेसराइजै गरेर राख्नुपर्छ किनभने सुन है, यो अलिकति इम्पोर्टेन्ट छ। यो टनललाई चाहिँ किन प्रेसराइज गरेर राख्नुपर्छ भने अब त्यहाँबाट टनललाई प्रेसराइज गर्नुको कारण चाहिँ अब स्वाटै यहाँबाट पानी आइरहेको छ, त्यो प्रेसर घट्यो भने त त्यहाँ भ्याकुम क्रिएट हुनसक्छ होइन, केही हुनसक्छ। त्यो भ्याकुम क्रिएट हुँदाखेरि चाहिँ टनल चाहिँ भाँसिने चर्किने होइन, ड्यामेज नहोस् भनेर चाहिँ यो टनलको सेफ्टीको लागि पनि 1.2 kg को प्रेसरले चाहिँ प्रेसराइज गरिराख्नुपर्छ। हामीले जति नै पानी ल्याए पनि यहाँबाट 17 करोड ल्याए पनि 34 करोड ल्याए पनि 1000 मिटर क्युबको पानी ल्याए पनि जति नै ल्याए पनि हामीले योभन्दा अगाडि पनि 2000 मिटर क्युबको पानी 2 करोड लिटर पानी दैनिक 2 देखि 4 करोड लिटर पानी अर्को एउटा रिभरमा भन्ने खोलालाई चाहिँ थुनेर होइन छुट्टै त्यो सुरुङमा हालेर ल्याउँदाखेरि पनि 1.2 kg को प्रेसरमा प्रेसराइज गरिरहेको थियो कि। यो प्रेसर घट्यो भने चाहिँ अब केही गरी त्यो टनल चाहिँ क्र्यास हुनसक्छ, केही भित्र संरचना बिग्रिन्छ त्यो टनलको। हाम्रो त यो टनल भनेको मुटु हो नि त पानीको लागि त, त्यही भएर टनललाई चाहिँ जोगाउनलाई चाहिँ जहिले पनि यो प्रेसराइजमा प्रेसर गरिरहनुपर्छ है। त्यही गरी अब यो प्रेसर घट्यो भने यो पानी इन्टेक हुन्छ नि हाम्रोतिर आउने पानी, यहाँ एक बटरफ्लाई भल्भलाई चाहिँ हटाउँदै क्लोज गर्ने अनि यहाँ प्रेसराइज गर्ने भन्नाले फुल फ्लो मेन्टेन गरिराख्नु। अनि अब केही गरी यो बटरफ्लाई भल्भ खोल्दाखेरि पनि प्रेसर बढ्यो होइन, यो धेरै प्रेसर नै गर्नुहुन्न किनभने त्यसमा भेन्टहरू छ 4-5 वटा होइन, त्यो पनि प्रब्लम हुनसक्छ धेरै प्रेसराइज गर्दा। त्यस्तो पनि प्रेसर धेरै बढ्यो भने चाहिँ गेट नम्बर 30 छ हाइड्रोलिक गेट हाम्रो यता, त्यसबाट चाहिँ डिस्चार्ज गरिदिनु है। यसरी चाहिँ यहाँ मेन्टेन गरिरहेको हुन्छ। त्यो उनीहरूले प्रेसर भन्छ होइन, मेलन्ची विकास समितिले प्रेसर हाम्रो घट्यो भने हामी आएर पानी बन्द गर्छौँ, अथवा हामीलाई पानी कम भयो प्रेसर छ कि छैन भनौँ भने प्रेसर छ पानी बढाउनु भनौँ नि यहाँबाट चाहिँ पानी बढाउँ है। यसरी चाहिँ हामीले यो चाहिँ काम दुईतिरबाट चाहिँ गरिरहेको हुन्छ। बुझ्यो यहाँसम्मको यो एकदम इम्पोर्टेन्ट छ है। तिमीहरूले क्लासमा जस्तो थ्योरी पढे पनि यस्तो यो देख्न पाउनु भनेको पहिला त विषयमा अलाउ पनि गर्नुहुन्छ, त्यही भएर सोध्ने है इन्ट्रेस्ट दिएर।